यहाँ हेर्नुहोस् है साथी, यो चाहिँ ठुलो गाडीको टायर पनि रहेछ है। यो डबल रिङ खोल्नेको तरिका है। डबल रिङ चाहिँ दुईवटा लिभरले ठक यसरी निकाल्नुपर्छ। रिङ निकालिसकेपछि चाहिँ यसलाई पल्टाएर माथिको बिटदेखि हिर्काउनुपर्छ है, डेमसँगले। खास गरी चाहिँ यसलाई लिभर राखेर माथिबाट ह्यामरले हिर्काउनुपर्छ, मेन्युअली हो भने चाहिँ। तर अहिले टेक्नोलोजीले गर्दाखेरि चाहिँ यसलाई यो सिस्टम छ हिर्काउनेको, स्प्रिङ सिस्टममा। यसको चाहिँ 1 टनको फोर्स हुन्छ। खास गरी यतिको फोर्सले हिर्काउँछ। हेर्नुहोस् नभए यो टाइट छ नि, यो टायर टाइट छ, त्यसले गर्दा जानु भनेको छैन। यसले चाहिँ तर धेरै सुविस्ता हुन्छ, जति नै टाइट भए पनि जाँदैछ। गए अब चाहिँ यसलाई यो ड्रम छुट्याउनुपर्छ, ड्रम निकाल्नुपर्छ। ड्रम निकालेर चाहिँ लङ्गुटी हेर्नुपर्छ, लङ्गुटीले। लङ्गुटीले काटेको रहेछ है। यसलाई चाहिँ रब गरेर यहाँ पेस्ट हाल्नुपर्छ, ठ्याक्कै मार्क गरेर। यसको यो कट चाहिँ मार्क गरेको छ, त्यसको मार्कलाई चाहिँ कट यो रब गरेर चाहिँ पेस्ट हाल्नुपर्छ गम लाएर। यो चाहिँ मिडियम पेजले नै हुने रहेछ, त्यसले गर्दा त्यही अनुसारले रब गरेको। त्यो राउन्ड ट्युब एउटा पेज छ, त्यो पेज लाउनुको लागि टक्कै राउन्ड गरेर रब गरेको। रब गरिसकेपछि चाहिँ राखेर प्लेन ठाउँमा राखेर चाहिँ त्यससँगले राखेर यहाँ गम लाउनुपर्छ। मिलेको छैन, भयो। अब चाहिँ गम लाएर यति भारीमा चाहिँ गम लाएर एकछिन सुक्न दिनुपर्छ। यो सुकाएर चाहिँ पेज लाउनुपर्छ है, एउटा पेज यहाँ ठक्कै। यो सुकेपछि चाहिँ यो पेज ठिक्कै हुने रहेछ, सुक्न आँटेको छ। ठिक्कै सुकेपछि, बेसी सुक्न दिनु हुँदैन, ठिक्क सुकेपछि चाहिँ ठ्याक्कै लगाइहाल्नुपर्छ। पेज लाएर चाहिँ रोल गर्नुपर्छ, रोलरले यहाँ उकेर गइहाल्छ मजाले। रोल गरेन भने हावाहरू निकाल्नुपर्छ, त्यसले गर्दाखेरि पेज लाएर चाहिँ ठक्कै रेडी भयो ट्युब। अब ट्युब रेडी भएपछि टायरमा ठक्कै लाएर फिट गर्नुपर्छ है। टक्कै मिलाएर लाएर चाहिँ घाम लागिरहेको छ आज। घाम लागेर चाहिँ बसिरहेको बेला ठिक्कै दाजु आउनु भएछ टायर बनाउनु। हुँदैछ। यसलाई चाहिँ भ्याल्भ कोड लाउनुपर्छ। भ्याल्भ कोड लगाएर टाइट गरेर हावा अलिकति लाउनुपर्छ। लङ्गुटी केही भएको छ कि हामीले चेक गरेको। ल पहिलाको त गइहाल्यो, अर्को पनि बिग्रेको छ, केही भएको छ।
कटहरू भएको छ कि भने छैन रहेछ ठिकै रहेछ हेल्प फोर नजलमा यो पिन लगाएर टाइट गरेर चाहिँ हावा लगाउनु छ ठिक्क हावा लगायो भने चाहिँ यो लङ्गुटी लाउन सजिलो हुन्छ हावा लगाएर चाहिँ ठिक्क लगाउनुपर्छ हावा बेसी भयो भने लङ्गुटी लाउनु सक्दैन कम्ती भयो अप्ठ्यारो हुन्छ ठिक्क लगायो भने मजाले लङ्गुटी पनि बस्छ यसमा ठिक्कै भएछ यो नजल प्याकिङ यसको त उता बरोस् अघिको त्यही लगाइदिनु पऱ्यो डबल ठिक्कै मिलिरहेको छ डबल लगायो भने चाहिँ नजललाई धेरै सपोर्ट हुन्छ हिटहरू हुँदा लङ्गुटी कमजोर हुँदा धेरै सपोर्ट हुन्छ लङ्गुटी मिलाएर लाउनुपर्छ लङ्गुटी फेरि यो फोल्ड भयो भने ट्युब काट्छ हो अब चाहिँ लङ्गुटी लगाइसकेर टक्कै यो नजलमा समातेर मुनि लाएर चाहिँ गयो अलिकति अड्केछ अड्क्यो यहाँ यसलाई सिधा पार्नु छ त्यो नजललाई चाहिँ अलिकति दुरदेखि सिधा एक ठाउँ सिधा बनाएर चाहिँ हावा लगाउनुपर्छ सिधा भएन भने फेरि नजल भाँचिने चान्स हुन्छ हिटले जाने चान्स हुन्छ रिङ टक्कै मिलाएर लाउनुपर्छ टक्कै मिलाएर लगाएँ अब चाहिँ हावा लगाएर फिट गर्नु मात्रै अब चाहिँ हावा टक्कै लिभर यतादेखि लगायो त्यही ह्यामर टक्कै लगाएर अड्काइदिनुपर्छ ठिक्कै समात्नु पर्दैन यति गऱ्यो भने